सो हेलो एभ्रिवान। आज चाहिँ मैले यो सिम्पल एउटा क्वेसन लिएर आएको छु। यो के छ भन्दा साइन एक्स इज ग्रेटर देन -1/2 सल्भ दिस इनइक्वालिटी भनेर भनेको छ। यसमा केही गराउने होइन। सुरुमा चाहिँ तिमीले के गर्नु पऱ्यो भन्दा चाहिँ पहिला वाइ इक्वल टु साइन एक्सको कर्भ बनाउनु पऱ्यो। साइन एक्सको कर्भ यस्तो बन्छ, सबैलाई थाहा छ होइन। यहाँ यसरी बनेको हुन्छ। अनि यो 0 भयो, यो 2, अनि त्यसपछि यो 2π भयो, अनि यो चाहिँ पाई भयो, यो π/2 भयो, 3π/2। यो त सबैलाई थाहा छ, भनिराख्नु पर्दैन। अनि अर्को बनाऊ के भन्दा वाइ इक्वल टु -1/2। यो यदि यो एक्स एक्सिस छ भने -½ भनेको तल बन्ने भयो नि त। वाइ इक्वल टु -½ भनेको यहाँ भन्ने भयो। यो पनि बुझ्यो। अब मैले के गरेको छु हेर है त। अब मैले के गरेको छु भन्दा चाहिँ यहाँ क्वेसनले के भनेको छ भन्दा साइन एक्स चाहिँ -1/2 भन्दा बढी हुनु पऱ्यो भनेको छ नि त। साइन एक्स -1/2 भन्दा बढी हुनु भनेको के हुनु, यो कर्भ भन्दा माथि हुनु पऱ्यो भनेको के। यो कर्भ भन्दा माथि साइन कहाँ कहाँ छ, एउटा यहाँ छ, एउटा यहाँ छ, अर्को यहाँ छ, एन्ड सो अन। यो कर्भ त यता पनि इन्फाइनाइट -इन्फाइनाइटसम्म जान्छ, यता पनि -इन्फाइनाइटतिर गइरहेको हुन्छ है। यसको मतलब के गर्ने भनेको सर्टेन इन्टरभलसम्म मैले के भनिरहेको छु, सर्टेन इन्टरभलसम्म पहिला भ्यालु निकाल्ने। त्यो इन्टरभलमा चाहिँ त्यो साइनको भ्यालु -1/2 भन्दा बढी कतिचोटि आइरहेको छ त्यो कुरा हामीले पहिला निकाल्ने र 2nπ त्यसमा जोड दिने। के 2nπ जोड्नु भनेको के हो, अब यो चाहिँ 2π इन्टरभलमा फेरि रिपिट हुँदै 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 जान्छ भनेको के। किनकि साइन भनेको त पेरियोडिक फङ्सन हो नि त। एउटा सर्टेन टाइमपछि रिपिट भइरहेको छ, जसको पिरियड चाहिँ कति हुन्छ, 2π हुन्छ है। यो कुरा त बुझेछौ नि। अनि त्यही भएर मैले चाहिँ के गरेको छु भन्दा चाहिँ एउटा यहाँ हेर, यो पहाड हेर, यो पहाड स्याट्ट, यो पहाड हेर, अनि त्यस्तै यहाँ अर्को पहाड रिपिट हुन्छ, फेरि अर्को पहाड रिपिट हुन्छ। सिमिलरली यता पनि एउटा अर्को पहाड, एन्ड सो अन हो नि त। बुझ्नको लागि पहाड भनेको यो कर्भ हो होइन, त्यो त थाहा छ तिमीहरूलाई। ठिक छ। अब हेर, यो लाइनभन्दा माथि पोजिटिभ, यो भनेको पोजिटिभ भन्न खोजेको नि त यसले त है। पोजिटिभ भनेको कति छ भाग, यति भाग छ नि त। अब मैले यो निकाल्नु पऱ्यो, यो र यो पोइन्ट निकाल्नु पऱ्यो, किनकि यताबाट नेगेटिभ सुरु भएको छ, फेरि पोजिटिभ त छैन होइन। त्यही भएर यो भाग निकाल्नु पऱ्यो। यो भाग भनेको कति हो भन्दा यो पोइन्ट भनेको कति हो भनेको साइन एक्स चाहिँ कतिखेर चाहिँ 1/2सँग इक्वल हुन्छ है, -1/2सँग इक्वल हुन्छ भन्दाखेरिमा साइन पहिला सिम्पल। अब -1/2 छ, यसो यो कुरा बिर्स्यौ। पहिला के कुरा मात्र सम्झौ भन्दा चाहिँ यो माइनस हटाइदेऊ पहिला होइन। कतिखेर इक्वल हुन्छ 1/2सँग भन्दा 30 डिग्रीमा इक्वल हुन्छ होइन, यो कुरा त थाहा छ। अब हेर, अब माइनसको कुरा पनि आएको छ नि त्यहाँ। माइनसको कुरा आयो भनेपछि सिधै सम्झिने हामीले कास्ट रुल हो, CAST यसरी लेख्ने होइन। अब साइन नेगेटिभ कहाँ कहाँ हुन्छ, यो भनेको सी भनेको के हो, यहाँ कस पोजिटिभ, यहाँ अल पोजिटिभ, यहाँ साइन पोजिटिभ, यहाँ ट्यान पोजिटिभ भनेको नि त। यसको मतलब साइन यहाँ पनि पोजिटिभ हुन्छ, यहाँ पनि पोजिटिभ हुन्छ। यसको मतलब साइन नेगेटिभ कहाँ कहाँ हुन्छ, साइन नेगेटिभ यहाँ हुन्छ, यहाँ हुन्छ, दुई ठाउँमा नेगेटिभ पनि भयो है। अब एउटा नेगेटिभ भनेको यो यहाँ हुने भयो, मैले यसरी बनाइदिएको छु। अर्को नेगेटिभ भनेको यहाँ हुने भयो। अब यहाँ हुने नेगेटिभ मैले कति लिएको छु भन्दाखेरिमा थाहा छ नि, 30 डिग्री भनेको कति हो, π/6 भनेको यहाँदेखि यदि म π/6 यो डिरेक्सनमा गएँ भने यहाँ नेगेटिभ हुन्छ, मतलब यो -π/6मा होइन, π/6मा यहाँ परेको छ भनेर भन्न खोजेको। अब यो क्वाड्रेन्टमा मैले एङ्गल निकाल्नु पऱ्यो भने कति गर्नुपर्छ, यहाँसम्मको त पाइ छ नि, एक्स्ट्रा कति जोड्नु पऱ्यो, 30 डिग्री भनेको कति, π/6 जोड्नु पऱ्यो भनेपछि π + π/6 र π/6 -π/6 यो हुने भयो। भनेपछि एउटा छ -π/6 छ एउटा होइन। कस्तो हातै दुख्यो भने -π/6 छ। अर्को चाहिँ कति छ भन्दाखेरिमा यो भनेको कति हुन्छ, 6π + 7 यो हुने भयो। 7π/6 हो त। 3π/2 7π/6 7π/6 भयो होइन। अब यहाँ हेर, यस्तो हुन्छ कि हुन्न, ल यो कुरा त बुझ्छौ नि होइन। यो के गरेको मैले, यो यस्तो यो बिग ब्राकेट बनाएको मतलब यो पनि इन्क्लुडेड छ र यहाँदेखि यहाँसम्म सबै पर्छ भनेको, यो पनि इन्क्लुडेड छ र यहाँदेखि यहाँसम्म सबै पर्छ भनेको। ठिक छ। अनि अरू के छ जान्नुपर्ने यसमा, सरी यसमा चाहिँ यो इन्क्लुडेड त हुन्न नि त। यो त इक्वल टु भयो नि त। यहाँ यदि यस्तो भइदिएको भए बल्ल यो गर्न पाइन्थ्यो। अहिले चाहिँ यसरी मात्र गर है, कहिले काहीँ झुक्किन्छु क्या। अब यस्तै हो, आई एम ट्राइङ ब्रो। ओके, अब यो भयो, यहाँसम्म पर्ने भयो। मैले हेरेँ यो के अरे, मैले यो स्टेप वाइज सोल्युसन लेखेको छैन, मैले तिमीलाई बुझाउन मात्र खोजेको के हुन्छ त एन्सर भनेर। किनकि इन्ट्रान्समा स्टेप वाइज सोल्युसन चाहिँदैन, रियल म्याथमेटिक्स पढ्ने हो भने स्टेप वाइज सोल्युसन लेख्नु पर्दैन। के हो त यो भन्ने कुरा चाहिँ बुझ्नुपर्छ। यो भयो। अब यता पनि के गरिदियो भन्दाखेरिमा 2nπ तिमीले जोडिदेऊ, 2n -
2n पाई यता यसमा पनि 2n पाई जोडिदिने, यसमा पनि 2n पाई जोडिदिने, किनकि यो भ्यालु भनेको त यता 2n पाईतिर पनि रिपिट हुन्छ, अनि यो 7 पाई बाई 6 यता 2n पाईले बढ्दै बढ्दै जाँदा फेरि रिपिट हुन्छ भन्न खोजेको। त्यही भएर कति भयो भन्दा 2n पाई माइनस पाई बाई 6 कमा 7 पाई बाई 6 प्लस 2n पाई, यही हो हैन। भनेको सल्भ द इनइक्वालिटी भनेको यो भयो। यसको मतलब 2n पाई माइनस पाई बाई 6 देखि 2n पाई प्लस 7 पाई बाई 6 सम्म x को भ्यालु हुँदाखेरिमा यो इनइक्वालिटी हुन्छ। यो इनइक्वालिटी चाहिँ ठिक हुन्छ, सही हुन्छ भन्न खोजेको नि त। द्याट मिन sin x ग्रेटर देन माइनस 1/2 होल्स ट्रु इफ 2n पाई माइनस पाई बाई 2 ग्रेटर देन x ग्रेटर देन 2n पाई प्लस 7 पाई बाई 6। ल यति हो।